त्यसमै कहाँबाट सुरु गरौँ भने मलाई अघि कमल सरले भन्दै हुनुहुन्थ्यो हाम्रो गाउँ भनेको लाउरेहरूको गाउँ हो, प्रकाश सर परदेशीहरूको गाउँ हो भन्दै हुनुहुन्थ्यो। एक्चुअली म परदेशमा पसिना बगाएर हामीलाई दुःख सुख जिन्दगी जिउन पैसा पठाउने, रेमिट्यान्स पठाउने ती परदेशी दाजुभाइहरूको लागि, ती लाउरे दाजुभाइहरूको लागि, कोही भारतमा आर्मी हुनुभएको होला, कोही साउदी कतारमा हुनुहुन्छ होला, कोही जापान जर्मनमा हुनुहुन्छ होला, विश्वमा जहाँ पुगे पनि आफ्नो देशको माया लाग्छ, आफ्नो परिवारको माया लाग्छ। आफ्नो देशलाई सम्झेर पसिना बगाएर धन कमाएर आमाको लागि पछ्यौरी किनिदिने, बाउको लागि ढाका टोपी किनिदिने, श्रीमतीको लागि माया पठाउने, छोरछोरीलाई राम्रो स्कुलमा पढाउने ती सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको सम्मानको लागि एकचोटि ताली बजाइदिनुहोस् न। म पहिला त्यसो भए तपाईँहरूलाई हतार छैन भने म केही गीतहरू ती परदेशीहरूको लागि, ती लाउरीहरूको लागि गाउन चाहन्छु। र मैले एउटा गीत गाएको थिएँ, परदेशको ठाउँमा तानेर ल्यायो कर्मैको डोरीले, आफ्नै बाउ पनि चिन्न पाएनन् छोरा र छोरीले, छाती चर्क्यो चर र माया, आँसु बर्स्यो बर र माया, गाउँघर सम्झी रुन्छु म धरेर। यो गीतबाट सुरुवात गर्न चाहन्छु। मेरा गीतहरू मैले एउटा कोठामा बसेर लेखेको होइन, मैले काठमाडौँको स्टुडियोमा बसेर लेखेको होइन। मैले मेरो गीतहरू मैले गाउँमै छँदाखेरि, हामीलाई सानैमा छोडेर बाउ परदेश जाँदाखेरि त्यो आँसुले लेखेको गीतहरू हो। मेरो छिमेकी दाई काठको बाकसमा आउँदाखेरि भाउजू रोएको देखेर लेखेको गीतहरू हो। मैले घाँस काट्दै गर्दा, म गाउँमै हुर्केको मान्छे, घाँस काट्दै गर्दा लेखेको गीतहरू हो। त्यही भएर मेरो गीतहरू एकदम सजिलो छ। तपाईँहरूले मसँगै एक लाइन, दुई लाइन, आधा लाइन जति आउँछ सँगै गाइदिनु भयो भने रमाइलो हुन्छ। अहिले कलाकारलाई देख्नु ठुलो कुरा होइन, कलाकारलाई त टिकटकमा हेरे पनि भयो, टिभीमा हेरे पनि भयो, युट्युबमा हेरे पनि भयो, गाउँघरतिरै पनि कलाकारहरू भेटिन्छन्। कलाकारलाई देख्नु ठुलो कुरा होइन, तर कलाकार आएको बेलामा आफूले पनि सँगै गाइदिनु भयो भने सम्झना हुन्छ, याद हुन्छ। प्रकाश सपुत आउँदाखेरि त घाँटी नै सुक्यो भन्ने हुन्छ। त्यही भएर सँगै गाउनको लागि रेडीहरू भन्दै त्यसो भए चर र बर र धर र ट्र्याक नम्बर 3 प्ले गरिदिनु होला। हेलो हेलो, भन्नु के गर्दै हो र? बच्चासँग खेल्दै हो। एउटा नम्बर टिप बजाऊ। के नम्बर हो र? अलिकति पैसा पठाइदिएको त्यसकै नम्बर हो। किन दसैँमा घर आउने होइन र? छुट्टी नै पाएन, त्यही भएर अलिकति पैसा पठाइदिएको दसैँ खर्च। पैसाले मात्रै हुन्छ र? अनि छुट्टी पाउनु परेन चाहिँदैन पैसा भने जस्तो हुन्छ र विदेशमा। हेलो